सेवा नमस्कार। आजको भिडियो एकदम छोटकरीमा काठमाडौँदेखि धरान हुँदै धरानको चतराघाट बोट स्टेसनसम्मको रहनेछ। छोटो मात्र है क्लिप। यो चाहिँ अलिकति घर निस्किँदाखेरि बनाएको भिडियो थिएँ। अलिकति भोइस ओभर गरेर फेरि पनि तपाईहरु समय देखाउँदैछ। छोटो मिठो निकै लामो भिडियो हुने भएकोले छोटो छोटो म तपाईहरु सामु ल्याउने छु। हेरेर साथ दिनु होला। एकदम रमाइलो दृश्यहरू हेर्न सक्नुहुन्छ। छोटकरीमा गाडीबाट ओर्लिसकेपछि फेरि सानो टेम्पोबाट हामी धरानदेखि चतरासम्म जानुपर्ने हुन्छ। लोकल गाडी पनि पाउँछ, तर टेम्पोबाट चाहिँ छिटो छरितोको लागि एकदम हाइवे नै छ यो बाटो। टेम्पोबाट झरिसक्ने बित्तिकै तल बोट कुदिरहेको हुन्छ। हेरौँ बोटको दृश्य पनि हेरौँ। यहाँबाट चाहिँ कच्ची बाटोबाट जानुपर्ने हुन्छ। टिकटहरू सबै माथि नै काटेर झर्नुपर्ने हुन्छ है। फेरि टिकट यहाँको तल मान्छेहरू गइसकेको रहेछन्। त्यसपछि अर्को भिडियो आउँछ है। अब सबै त आउँदैन होला, थोरै गरेर ल्याउनेछु। धन्यवाद छ साथ सपोर्टको लागि। हेरेर साथ दिनुभयो, धन्यवाद छ है सबैजनालाई। सेवा नमस्कार।